चाहिँ अहिले यता दमकतिर आएको छु। सबजनालाई स्वागत छ भन्न चाहन्छु। यो जति पनि हुन्छ नि त्यो यताउति के भन्छ नि त्यो चाहिँ होइन क्या। अनि ल फाइनल्ली गाइस म चाहिँ आज यता दमकतिर आएको थिएँ है, गाडी लिएर साथीहरू लिएर आएको थिएँ। अनि के भन्छ आज चाहिँ विशेष खालको मैले भिडियो बनाउन गइरहेको छु। जति पनि यो हुन्छ नि ड्राइभरहरू त्यो आज मैले देखेरै त्यो कुरा गरेको मैले, र यो भिडियो बनाउन म बाध्य भएर चाहिँ यो भिडियो बनाउँदैछु सबैले एउटा जानकारी पाऊँ भनेर हैन। गाडी पनि म्याएका दुन्सियार सबै मुला त्यो हिलो छुट्याइदिएर के गरिदिएर तना पारिदिने हेर्न गएको बिहान सनाक सुनु घोरो ल्याएको थिएँ है, अहिले आएर हेर्छु सबै हिलो पार्दैछ क्या। अरू गाडीहरूले छुट्याएर आफू त अब जोगाएर माया गरेर कुदाइछ नि त होइन। अनि त्यो हो कुरा। मलाई फेरि गाडी घोडाको यस्तो माया लाग्छ नि यार, बुढीको भन्दा बढी त मलाई गाडी घोडाकै माया लाग्छ। चाहे गाडी आफ्नो होस् चाहे अर्काको होस् होइन, मिसिनोरिङ चिजहरू भनेको एकदमै ख्याल राख्ने र माया पनि गर्छु के। मलाई चाहिँ लास्टै माया लाग्छ होइन। अनि यो भिडियो बनाउनमा खोजेको खासमा के भन्छ यो आज क्या ओभरटेक हान्ने बेलामा है, ओभरटेक चाहिँ कस्तो थियो भने यस्तो अब सानो बाटोमा अब लिएर जाँदैछु, ओभरटेक हानेर अगाडि गएको गाडी हुन्छ, दोस्रो गाडीले चाहिँ पछाडिदेखि चाहिँ सानो ठाउँमा क्या जबरजस्ती हाल्न खोज्ने के गर्ने झन्नै उतापट्टि पनि हालो पुरै सानको साथमा क्या। अब कन्फिडेन्स त्यो थाहा हुन्छ नि त, अलिक एक्सपिरियन्स भएको ड्राइभरहरूलाई थाहा हुन्छ कसले कस्तो कुदाइरहेको छ भन्ने कुरो त अब थाहा हुन्छ ड्राइभरहरूले अब थाहा पाइसक्छ कसले कति एक्सपिरियन्स लिएर कसरी कुदाउँछ भन्ने कुरो चाहिँ ड्राइभर राम्रो खालको ड्राइभर हो नि उसले थाहा पाएको हुन्छ त्यो कुरा। मैले त्यस्तो एक्सपिरियन्स त होइन, अब जो चलाएको धेरै वर्ष पनि भएको छैन, तै पनि म चाहिँ स्लो गरेर चलाउँछु, एकदमै स्लो। त्यस्तो देखावटी यताउति त्यस्तो चाहिँ म आउँदैन, जतिको अब स्पिडमा खान्छ बाटोमा त्यही अनुसार चलाउने हो नि त होइन। अनि के भयो भनेदेखि साइडमा यताबाट लागेको थियो है, ओभरटेक हालेर म आफै हिँड्दै थियो। अब बाटो छोडिदिउँ भने सानो ठाउँ यता पनि थिएन, माथिल्लोतिरबाट आफ्नो साइडबाटै ओभरटेक हानेर लगिन्छ पखै भनेर म हर्न बजाइदिँदैछु झन् यस्तो गरेर त्यो मान्छेलाई हालो भित्ताबाट, र नालीतिर यता साइडमै थियो क्या। अनि त्यति गरेँ, अनि त्यो खसिसकेको थियो गाडी, अनि ढेकाल ढुकुल पारेर निकालिदिउँ। अनि त्यस पछाडि भनेको लिएर गयो क्या। फेरि अलिक उत्र आएपछि त्यो ड्राइभर अब यताउति पुरै सानको साथ नि त सान दिएर यताउति गरेर गरिरहेको थियो। त्यो गल्ती नगर्ने होइन क्या। अब गाडी फिल्ड है, गाडी घोडालाई पनि एकदमै माया गर्नुपर्छ। अब त्यसको गाडी त त्यो पक्कै पनि होइन, साउकै गाडी थियो पक्कै पनि मेरो विचारमा। त्यो कुदाइ पनि रफ यता खाल्टामा ब्याङ ब्याङ हानिरहेको थियो, त्यो गाडीलाई पनि धेरै त्यो मारहरू पर्छ गाडीलाई। त्यो कर्म त्यो काम चाहिँ नगर्नु क्या। अब आफ्नै होस् चाहे साउकै होस् है, म साउकै गाडी चलाउन चाहिँ अब म गाडी घोडा भन्ने कुरो बरु बुढीको त्यति धेरै माया लाग्दैन, गाडीको म त्यस्तो ख्याल पनि राख्छु है। अब त्यो बाइचान्स अब त्यो के भन्छ अब कहिलेकाहीँ अब इमर्जेन्सी हुने हो, त्यो दुर्घटना हुने कसैलाई गरौँ भन्ने पनि त्यो भाव हुँदैन होइन। त्यो भनेको इमर्जेन्सी हुने हो, अब आफू राम्रो कुदाएर नि अर्को अब जडिया सडिया यताउति पऱ्यो भने पनि त्यो हुने हो। सकभर चाहिँ आफू पनि सचेत हुँ र अरूलाई नि सचेत तरिकाले नै उयो गरौँ भन्ने म कामनाका साथ अगाडि बढ्छु, त्यही अनुसार हिँड्ने गर्छु। त्यो गल्ती गर्नु हुँदैन क्या जो कोहीले। अब किनभने अब त्यो आफूमा नि त्यस्तो कन्फिडेन्स लेभल हाई छैन, अब भर्खर सिकेको ड्राइभरहरू हुन्छ, अनि जताभावी हालिदिने कुदाइदियो भने त्यो मजा आउँदैन क्या, त्यस्तो राम्रो पनि हुँदैन। र अलिकति मैले भन्न खोजेको त्यो गाडी नै नकुदाउने यताउति पनि होइन, तर अलिकति एक्ज्याक्टली हेरेर त्यो मान्छेले अब सानोभन्दा सानो मिस्टेकले गर्दा त्यहाँ अब हाइवे जस्तो ठाउँमा होइन सानोभन्दा सानो कुराले गर्दाखेरि ठुलो मिस्टेक दुर्घटना हुनसक्छ नि त। जस्ट मैले भन्न खोजेको यति हो, अलिकति होसियार भएर सचेत भएर आफूलाई पनि माया गरौँ, गाडीलाई पनि माया गरौँ होइन। आफ्नै होस् चाहे अरू जो कोहीको होस् माया गर्ने म चाहिँ त्यो भाव छ। र त्यो यता अब त्यो साउको आउँ भन्ने त्यो म आउँदैन क्या, त्यो ममा इगो हट त्यो घमण्ड छैन भन्न चाहन्छु। र सम्पूर्ण ड्राइभर साथीहरूलाई चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अलिकति अब हेरेर अलिक मजाले होइन, त्यो अब कतिवटा
उयो ओभरटेक गर्दा ठिक हुन्छ, कत्रो बाटो छ, कतिको गाडीले उयोहरू खाइरहेको छ भन्ने कुरोहरूलाई चाहिँ अलिकति हेरविचार गरेर गरिदिनु भयो भनेदेखि चाहिँ अति राम्रो हुन्छ। त्यो ओभरटेकहरू गर्दा भयो, अनि त्यहाँदेखि क्विनहरूमा भयो, त्यस्तोमा एकदमै हेर्ने, झन् पाहाडी क्षेत्रहरूतिर जानु पर्यो भने त अब त्यो हर्न बजाउने, त्यस्तो अब कोही अब हर्नै नबजाई त्यति गइरहेको हुन्छ। त्यो भनेको पेसेन्जरहरू अब बसेका छन्, त्यो भनेको ड्राइभरको काम है। त्यो हेर्ने अरूले होइन, उनीहरू चढ्ने हुन्, उसलाई थाहा पनि हुँदैन। त्यो त ड्राइभरले जानेको कुरा हो, उसले सिकेको सिप हो कि नि त, सिप हो। र उसले के गर्दा ठिक कस्तो भन्दा मैले धेरैभन्दा धेरै भोगिरहेछु। अब हाम्रै गाडी उता पश्चिम कता 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 कुद्छ आउँछ होइन। त्यही पनि मैले धेरै देखेर चाहिँ यो भिडियो बनाउन अलिकति अब मैले जाने जति कुराहरू चाहिँ सेयर गरिदिएर चाहिँ यो भिडियोलाई मैले बनाएको छु ल। भिडियो लामो हुनसक्छ, मैले चाहिँ आजलाई यति नै बनाएँ। फेरि अर्कोचोटि बनाउँदाखेरि यस्तै हल्का गल्ती कमजोरीहरूको म लिएर आउने नै छु। त्यतिको लागि चाहिँ मलाई बिदा दिनुहोस् भन्न चाहन्छु। र सम्पूर्ण ड्राइभर साथीहरूलाई, अरू जो कोहीलाई पनि मेरो चाहिँ अलिकति हेरेर विचार गरेर काम गर्दाखेरि चाहिँ अलिक गरिदिनु होला भन्न चाहन्छु। र त्यही हो।